हेलो गाइज वेलकम टु माई ब्लग। आज पनि हामी माधव नै जाँदैछौँ है। आज मन्डेको माधव 10 बजेदेखि स्टार्ट हुन्छ। हामी चाहिँ निक्लिसक्यौँ है रेडी भएर। आज चाहिँ एकदम इन्टेन्स है लुगा लगाएर एकदम आज चाहिँ कस्तो हावा चल्दैछ हेर्नु कस्तो डरलाग्दो हावा चल्दैछ है हो। अनि कस्तो डरलाग्दो हेर्नु के झरेको कस्तो। म चाहिँ यहाँनिर सेफ ठाउँमा बसिरहेको छु हावा लिएर। उडायो हावाले उडाउँदा जस्तै भयो है, उडाउँदा जस्तै भयो। अनि अहिले त हामी चाहिँ आइपुगेको छौँ माधव है। अनि बोजूहरू चाहिँ भित्र हुनुहुन्छ, म चाहिँ बाहिर यसो भिडियो बनाउँदै। अनि हावा आएको देखेरै मलाई कस्तो भइसक्यो। हावा चाहिँ पुरा डरलाग्दो आइरहेको छ, पुरा हावा आएर पुरा रुखहरू हल्लिरहेको छ है। यहाँ पनि यहाँ धुप्पीको रुखहरू छ कि यहाँबाट चाहिँ पुरा त्यो उयो झर्दैछ क्या मैलाहरू। अनि म चाहिँ त्यहाँ बस्नु चाहिँ मलाई मन परेन र चाहिँ म यहाँ बसेको है। अनि यस्तै छ आजको वेदर चाहिँ चिसो छ। आज चाहिँ पानी पर्छ भन्दैछ यहाँनिर चाहिँ। पानी पऱ्यो भने चाहिँ गुड हुन्छ, किनभने एकदमै गरम छ नि त अहिलेको मौसम। त्यो भन्दा चाहिँ पानी परेकै मलाई चाहिँ भित्र बसिरहनु अल्छी लाग्छ नि त बोजूहरूसँग। के बुझ्दै पनि होइन तिनीहरूको भाषा पनि हो। अन्तखेरि म चाहिँ बाहिर बस्छु नि त। अन्त हामी फेरि घर जानुभन्दा पनि टाढो छ नि यहाँबाट चाहिँ घर। हामी एउटै बस चेन्ज गरेर आएको आउँदाखेरि हो। अन्तखेरि म चाहिँ बाहिर बसिरहेको छु। हावाको साउन्ड सुन्नुहुँदैछ ल, कस्तो डरलाग्दो हावा आउँदैछ नि अम्बो। तर यस्तो शीतलै मनपर्छ म त अम्बो। गरम महिना लागेर त भक्क लाग्दो भइसक्यो हो। अनि ठिकै छ यस्तो वेदरहरू भएकै राम्रो। मलाई त घाम लागेको भन्दा पानीलाई परेको मन परिरहेको छ। यहाँनिर चाहिँ घाम लाग्दा चाहिँ एकदमै बेसी गरम छ क्या यहाँ चाहिँ। अनि यस्तै छ। अब यो सकेर चाहिँ म पोस्ट अफिस जान्छु, बोजू चाहिँ क्यानियन जान्छु भन्दैछ हो। अनि हेरौँ कहाँ जान्छु आज। अहिले गयो भने म तपाईँहरूलाई पनि भिडियो देखाउँछु है। अहिले चाहिँ म यहीँ बसिरहेको छु। अनि यस्तै छ हाम्रो चाहिँ पारा यसरी नै दिनहरू बित्छ है। ल अहिले म कहाँ जान्छु त्यो पनि तपाईँहरूलाई म देखाउँछु है। तपाईँहरू कस्तो हुनुहुन्छ अनि कमेन्टहरू गर्न नबिर्सिनु होला मेरो। हामी चाहिँ अहिले माधवबाट पनि फर्केर क्यानियन गएर कतिवटा सपिङ गरेर म चाहिँ अहिले चाहिँ पोस्ट अफिस जाँदैछु हो। अनि बोजूले चाहिँ मलाई क्यानियनमा पर्खिराख्नु भएको छ। मैले सौदाहरू गरेर त्यहाँ राखिरहेको छु होइन। म चाहिँ अब मेरो अपोइन्टमेन्ट छ अनि म चाहिँ जाँदैछु के अरे पोस्ट अफिस। अब पोस्ट अफिस गएर कति बजी हुन्छ अनि फर्किने हो। म चाहिँ अहिले पोस्ट अफिस पनि आइपुगेँ। म चाहिँ पोस्ट अफिस आइपुगेँ। दिस वान इज पोस्ट अफिस। एकदमै भिड रहेछ हो। अब एकछिन पर्खिन्छु। अहिले पोस्ट अफिसबाट फर्केर पनि आयो। बोजूलाई ल्याउनु गएँ के अरे उयो क्यानियन। अनि बोजू चाहिँ यहाँ बसिराख्नु भएको छ। यहाँ बस पछाडि आइरहेको छ, बस पर्खिरहेको छौँ। अब हामी घर जान्छौँ। पुरा ढिलो भयो कि आज चाहिँ बस पर्खिरहेको छौँ। बस आएकै छैन हो। अब घरमा गएर चाहिँ खाना खान्छु। त्यही हो उस्तै हुन्छ कोही बेला ढिलो हुन्छ। यहाँ चाहिँ बस पर्खेको भइसक्यो, आएको छैन अझै पनि। हामी चाहिँ घर आइपुग्यो है अहिले चाहिँ। अब आइपुग्दा 2 पनि क्रस भएछ आज चाहिँ आइपुग्दाखेरि हो। यस्तै हुन्छ यहाँ हेर्नु न। सामान चाहिँ बोजूले यसरी बोजूको यो गलामा यसरी हालिकन ल्याएको हो। आइपुग्यो घर। अब यो सामानहरू थन्काउँछु हो। यसमा चाहिँ हामीले केहरू ल्याएको छु नि त घरको सामानहरू। यसको सामानहरू यस्तो सामानहरू ल्याएको हो। सेमेन्ट जाइजहरू नै। अब योहरू थन्काउँछु। आजको लागि मेरो ब्लग यहीँ एन्ड गर्छु। बाई बाई, टेक केयर एभ्रिवान।